के तपाईको कलेज यूजीसी मापदण्ड प्रणाली अनुसार छ? समय खेर जाने, त्रुटि धेरै अनि झन्झटिलो। स्टुडेन्ट डेटा र रेकर्ड ट्र्याक गर्न गाह्रो भइरहेको छ। विद्यार्थी, शिक्षक र वित्तीय व्यवस्थापन म्यानेज गर्न गाह्रो भइरहेको छ। जब डाइनामिक टेक्नोसफ्टको डाइनामिक एकाडेमिक ERP छ भने तपाईको सबै समस्याको समाधान छ। अब आफ्नो कलेजलाई फुल्ली डिजिटल र अटोमेटेड सिस्टममा लैजानुहोस्। LMS इम्प्लिमेन्ट गरी आफ्नो पठन पाठनलाई स्मार्ट र वेब बेस्ड EMIS-बाट कलेज व्यवस्थापन सजिलो बनाउनुहोस्। UGC युनिभर्सिटी ग्रान्ट कमिसनको मापदण्ड अनुसार डाइनामिक एकाडेमिक ERP मा स्टुडेन्ट्स एन्ड स्टाफ म्यानेजमेन्ट, फाइनान्स एन्ड फी अटोमेसन, HIMSS रिपोर्टिङ एन्ड कम्प्लायन्स, डिजास्टर रिकभरी एन्ड डेटा ब्याकअप एट लेभल, फ्याकल्टी एन्ड प्रोग्राम सेटअप, क्याम्पस फिजिकल इन्फ्रास्ट्रक्चर, teacher and staff personal information management, student financials, access control and user management. HIMSS reporting, detailed HIMSS report structure, campus aims report publication format, raw, campus HIMSS technology standard अंतर्गत, systematic architect, API gateway, third-party API integration, data migration and synchronization, disaster recovery and backup हुने तरिकाले बनाइएको छ। अब यति सबै एउटै सफ्टवेयरमा पाइन्छ भने के डाइनामिक एकाडेमिक आफ्नो कलेजमा इम्प्लिमेन्ट गर्नु हुँदैन?